Hello guys, welcome back to the channel. आज हेर्नु हाम्रो गार्डनमा यो फ्लावरहरू फुलिरहेको छ कस्तो मजाले र अर्को चाहिँ नि यो फ्लावर हेर्नु त यो गोदावरीको फ्लावर क्रिसान्थेमम यो चाहिँ सिजन यसो सकिन लागेको छ र फुलहरू पनि ओइलाइसकेको रहेछ। सो यस्तो अब ओइलाउन लागेको फुलहरूलाई चाहिँ के गर्ने अनि अर्को सिजनको लागि चाहिँ कसरी सेभ गर्ने ताकि एकदम अर्को सिजनमा पनि यसरी नै ढकमक्क भएर फुलोस् हाम्रो फुल भनेर चाहिँ आज मैले यो भिडियोमा देखाउन गइरहेको छु। सो मैले एउटा कैँची लिएको छु हैन, अनि यो कैँचीले चाहिँ मैले यहाँबाट चाहिँ नि यो फुललाई चाहिँ प्रुन गरिदिने छु सो दैट अब यो चाहिँ नेक्स्ट सिजनको लागि चाहिँ फेरि तयार होस् अनि यसरी नै मजाले फुलोस् है गाइज। अब यसमा चाहिँ हेर्नुपर्ने के छ भने गाइज हैन, जस्तो कि अब यहाँ तलबाट चाहिँ नि छ नि यहाँबाट नयाँ नयाँ पाउलाहरू निस्किसकेको छ र सबैमा यिनीहरूमा बर्ड्स चाहिँ आएको रहेछ क्या। अब माथिको प्रुन गरिदिने हो भने यो तलको चाहिँ अब नयाँ सानो भए पनि फुल चाहिँ फुल्छ अहिले पनि 1 महिनासम्म है, र बाँकी चाहिँ अब फेरि नयाँ ग्रोथ गर्छ अनि नेक्स्ट सिजनको लागि चाहिँ तयार हुन्छ। सो अब हामी यसलाई कटिङ गर्न गइरहेका छौँ। मैले एउटा प्रुनर लिएको छु, कैँची लिएको छु है, कैँचीलाई चाहिँ सेनिटाइज गरेर अनि यसलाई चाहिँ प्रुन गर्ने हो। सो यहाँबाट चाहिँ लगभग यो पार्टबाट चाहिँ पुरानो जति पनि फुलहरू छ नि यो सबैलाई चाहिँ मैले कटिङ गरिदिनेछु। ल गाइज हेर्नुहोस् त यसरी मैले सबैलाई चाहिँ नि कटिङ गरिदिएँ हैन, र यतापट्टि हेर्नुहोस् कटिङ गरेर यति सानो मैले बनाइदिएको छु। यो मेन स्टेम हुन्छ, मेन स्टेम मैले यहाँबाट कटिङ गरिदिएको छु है। यो साइडबाट यो नयाँ पाउलाहरू चाहिँ निस्केको रहेछ, नयाँ ब्रान्चेसहरू हैन, जसमा चाहिँ यो हेर्नुहोस् त यो नयाँ फ्लावरिङ भएको रहेछ। यो पनि लगभग 1 महिनासम्म टिक्छ र बाँकी अरू नयाँ नयाँ जुन चाहिँ ब्रान्चेसहरू निस्केको छ सबैमा हेर्नुहोस् त यो बर्ड्सहरू लागेको छ। अब यिनीहरू चाहिँ फ्लावरिङ हुन्छ हैन, र फ्लावरिङ अब सेकेन्ड टाइम फ्लावरिङ चाहिँ अब खासै धेरै त हुन्न, अलिअलि चाहिँ हुन्छ र अब यसलाई चाहिँ यसरी नै अब नेक्स्ट सिजनको लागि चाहिँ हामीले यत्तिकै राखिदिन्छौँ यसलाई, र यो फ्लावरिङ भइसकेपछि यसलाई एउटा कुनामा राखिदिन्छौँ ताकि यो अब डर्मेन्सीमा जान्छ अनि पछि रेस्ट गरेर अनि पछि चाहिँ नि फेरि जब यसको सिजन आउँछ त्यो बेलामा चाहिँ ढकमक्क भएर फुल्छ। र यो सँगसँगै मसँग अर्को 2टा पनि फ्लावर्स थियो हैन, मसँग टोटल 3टा कलर्सको यसपालि चाहिँ मसँग यो गोदावरी फ्लावर्स थियो। एउटा यो येल्लोमा भयो हैन, येल्लो र रेडमा, अर्को एउटा रेडमा थियो र अर्को पनि येल्लोमै थियो मसँग। सो मैले त्यसलाई पनि यसरी नै मैले कटिङ गरिदिएको थिएँ, त्यसबाट पनि नयाँ ब्रान्चेसहरू निस्किँदैछ, म देखाउँछु है। यो 2टा पनि मेरो प्लान्ट्स थियो हैन गोदावरीकै, यसलाई पनि मैले यहाँ माथिबाटै कटिङ गरिदिएको थिएँ, फुलिसकेपछि यसलाई पनि त्यसरी नै गरिदिएको थिएँ। र अहिले चाहिँ यसबाट हेर्नुहोस् त नयाँ नयाँ ब्रान्चेसहरू निस्किएको छ र ब्रान्चेसहरूमा चाहिँ सबैमा बडिङहरू चाहिँ फर्म भएको छ, यसबाट चाहिँ फ्लावर आउँछ है। यसमा पनि हेर्नुहोस् त आइरहेको छ है, र यसरी नै छोडिदियो भने यहाँबाट तलबाट यहाँबाट पनि अथवा यता साइडबाट पनि नयाँ ब्रान्चेसहरू यसको निस्किन्छ, जुन चाहिँ हामी नेक्स्ट सिजनमा कटिङ गरेर थुप्रै प्लान्ट बनाउन सक्छौँ र यसबाट पनि निकै राम्रो फुल फलाउन सक्छौँ। यो 2टा चाहिँ मैले यो पिटुनियाको चाहिँ यसमा कटिङ लगाइदिएको थिएँ, अनि हेरौँ के हुन्छ यो है गाइज। सो यसरी नै तपाईँहरूले पनि आफ्नो क्रिसान्थेममलाई हैन गोदावरीले चाहिँ नै नेक्स्ट सिजनको लागि चाहिँ तपाईँहरूले सेभ गर्न सक्नुहुन्छ ताकि नेक्स्ट सिजनमा पनि एउटै फ्लावरबाट एउटै प्लान्टबाट चाहिँ हैन 100 वटा 200 भन्दा पनि बढी फ्लावरिङहरू तपाईँहरूले लिन सक्नुहुन्छ।